सबैलाई मर्निङ गाइस। म चाहिँ भर्खर ब्रस गर्दैछु गाइस। मेरो करेसा बारीमा बिहान बिहानै आज करेसा बारी डुलाएको। दिल्ली रामको भाइ बिल्ली राम आफ्नै बारीको रायो साग हेर्नु गाइस कत्रो कत्रो भएको छ। बुढो भयो छिप्पियो रायो साग पनि। ए साइला कसैलाई चाहिएमा मलाई सम्पर्क गर्नु होला है। रायो साग भयो, यसलाई त के पो भन्छ, धनिया 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 धनिया। यो फल पनि फल्नु थाल्यो, यसलाई के भन्छ, बोडी सिबी सिबियो कुन सिबियो थाहा छैन, फल्नु थाल्यो कुन सिबियो। यो लसुन पनि यत्रो यत्रो भइसक्यो। लसुन पनि मजाले सप्रेको। यो पनि मजाले फल्यो। सिमी पनि, सिमीको नाम कसलाई थाहा छ? आउँदैन त यार, सिमीको नाम के हो, कसैलाई आउँछ यो सिमीको नाम? तोरी तोरी ब्रस गर्दै बारीमा डुल्दै। कोपीहरू नि यत्रो भयो, बन्दाकोपी बन्दाकोपी नि यत्रो भयो। तोरीहरू पनि लटरम्मै भयो बारीभरि। मुलाको हेर्नु अरे, मुला कहाँ छ? मुला मुला दिल्ली रामको भाइ गुल्ली राम। मेरो बिहानीको सुरुवात दाँत मोल्दै बारीमा कुद्दै। मुला त देखिन्छ गाइस, मुलाको त चित्रै त्यो डाँक्ला हर्कल लाग्छ। गाई कराउनु थाल्यो फेरि यार। यति नै फलेको छ बारीमा खाने चिज भनेको। कस्तो लाग्यो मेरो अर्ग्यानिक बारीमा फलेको? के फलेको छ साँच्ची? कोपी, बन्दाकोपी, रायो साग, तोरी, त्यो दालको नाम थाहा छैन, यो धनिया, त्यो के हो त्यो? यो फुलेकोलाई के भन्छ? धनिया, यो फुलेकोलाई चाहिँ के भन्छ थाहा भएन। यसलाई के भन्छ गाइस? यसलाई चाहिँ के भन्छ? यसलाई के भन्छ आएन। कसैलाई आउँछ यसको नाम? यो चाहिँ आएन है मलाई। हो भर्खर ब्रस गरिसक्यो। नकर 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 नकर। ल गाइस पाक्दैछ आगो ताप्दै। ल बाई बाई गाइस, सबैले हेरिदिनु भएकोमा धन्यवाद। बाई 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 बाई। यस्तो लाइकहरू चाहिँ गर्ने ल।
सब्सक्राइब गर्ने